हाई गाइज, म अझै पनि सिरामा छु अनि सिरामा चाहिँ बहिनी अगाडि अगाडि म पछाडि पछाडि हिँडिरहेको छु। अनि मेरो बहिनीको कहानी चाहिँ के हो भने नि गाइज, खास बाहिर जाऊ नानी नेपालमा बस्दै नबस भन्ने मान्छे मै हुँ। यहाँ नबस, म तिमीलाई नेपालमा देख्नै चाहन्न भन्ने मान्छे पनि मै हुँ। तर बाहिर नगएर लोकसेवा पढेर नाम निकालेर काठमाडौँमा जन्मेर हुर्केको मान्छे अहिले सिरामा आएर वाणिज्य ब्याङ्कमा काम गरिरहेको छ क्या उसले। अनि तराई पुरै खाइसक्यो क्या। तराई हुन्छ नि, गर्मी हुन्छ, यस्तो हुन्छ। तराईवासी लिटरली नानी त तराईवासी म बरु तराईवासी होइन क्या। तराईको रमाइलो चिज भनेकै गर्मी हो होइन। एकदमै रमाइलो हुन्छ कि यो। पहिला एक दुई दिन चाहिँ एडजस्ट हुन हल्का गाह्रो हुन्छ, तर यहाँ बस्ने बानी परेपछि बवाल रमाइलो हुन्छ। ओके नानी, सो स्टे ट्युन गाइज, बाई।